नमस्ते। आज म चाहिँ एउटा किडनी बिरामी भएको कारणले कतिवटा औषधि खान्छु भनेर देखाउन जाँदैछु। अनि पहिलो प्रथममा त हाम्रो सबैले खानुपर्ने औषधि ग्यास्ट्रिक भयो भने नेपालमा चलिहाल्ने औषधि प्यान्टप। दिस इज कम्पलसरी फर किडनी डिजिज। त्यसपछि हामीले खाने बीपीको औषधि, धेरै बीपीको मान्छेहरूले पनि खानुहुन्छ यो औषधि एमटास A5। यो 2 चक्की बिहान बेलुका बीपीको। अनि मेरोमा चाहिँ अरू के छ औषधि भन्दा यो I4LX3 भन्ने छ, रगत बढाउने, रगतको लागि खाने औषधि। यो बाहेक मेरो बीपीकै औषधि छ लोनिड भन्ने। यो दिनको 3 पटक खाइरहेको छु। त्यो बाहेक अनि अरू के औषधि खाँदैछु भन्दाखेरि किडनीको लागि चाहिँ अहिलेलाई त्यति नै खाइराखेको छु। अनि इपोफिट भन्ने सुई चाहिँ मैले हप्तामा एउटा रगत बढाउनलाई लाउँछु। इपोफिट भन्ने रगत बढ्ने सुई। त्यो बाहेक अरू मैले यो मिनिल 20 भन्ने बिहान बेलुका एन्जाइटीको लागि, यो जोसर 25, यो 50, 75 एन्जाइटीको लागि खाइराखेको छु। अनि त्यो बाहेक एन्जाइटी र त्यो किडनीको बाहेक अरू औषधि मेरो स्लिप प्रब्लम भएकोले यो जली भन्ने र यो लरी भन्ने औषधि दुइटै सेवन गरिराखेको छु एज अ पेरिटोनियल डायलिसिस पेसेन्ट। अझ यो औषधिहरू धेरै कम हो, नत्र पहिला अझ धेरै खानु पर्थ्यो। यसमा म पेरिटोनियल डायलिसिस भइसकेपछि चाहिँ यो एन्जाइटीको कारणले गर्दा चाहिँ मेरो यो 4वटा थप औषधि प्लस यो सिजोडोल भन्ने औषधि एउटा थप गरेर यो चाहिँ एक्स्ट्रा औषधि। अब एन्जाइटी हट्यो भने यति छोडे पनि हुने खालको औषधि हो। औषधि त तनातन छ नि।